वेलकम छ तपाईँहरूलाई यो सेसनमा। आजको यो सेसनमा हामी विशेष गरेर कुरा गर्नेछौँ एसइओ सिक्दा बेटर हुनेछ अथवा गुगल सिक्दा बेटर हुनेछ त नि होइन। सो यो धेरै बिगिनर्समा हुने चाहिँ प्रश्न हो है, कुन सिक्दाखेरि चाहिँ बेटर होला त नि, कुनमा राम्रो अपर्च्युनिटी चाहिँ होला त नि भन्ने लाग्न सक्छ है। सो कुनै समय मलाई पनि यो लाग्दथ्यो कुन स्किल चाहिँ डेभलप गर्ने भन्ने चाहिँ मलाई लाग्दथ्यो क्या होइन। सो यो निस सिलेक्सन गर्ने कुरामा कसैले तपाईँलाई सजेस्ट गर्छ भने कसैको सजेसन मान्ने होइन कि होइन, तपाईँलाई आफ्नो तरिकाले चाहिँ निर्णय लिने हो है। सो निर्णय कसरी लिन सक्नुहुन्छ भन्दाखेरि आफैले कसरी निर्णय लिने त नि होइन। अब गुगल एड्सको र एसइओको कुरा गर्नु पर्दाखेरि दुइटैमा आफैमा राम्रो करियर अपर्च्युनिटी चाहिँ बिल्ड गर्ने प्लेटफर्म हो कि है। सो तपाईँले अब आफैले रिसर्च गर्नु पऱ्यो होइन, कुन निस सिलेक्ट गर्दाखेरि चाहिँ बेटर हुन्छ भनेर होइन। तपाईँले चाहिँ त्यो निस सिलेक्सन गर्दाखेरि 3-4वटा कुराहरूलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। निस सिलेक्सन गर्नुभन्दा पहिला चाहिँ तपाईँले आफ्नो इन्ट्रेस्ट केमा छ त नि होइन। सो त्यो इन्ट्रेस्ट अनुसार चाहिँ तपाईँले आफ्नो निस सिलेक्सन गर्नुहोस् है। सो पहिला गुगल एड्समा तपाईँलाई इन्ट्रेस्ट लाग्छ भने जानुहोस् गुगल एड्समा है। सो गुगल एड्समा तपाईँले त भोलिका दिनहरूमा यसलाई मास्टरी गर्नुभयो भने त राम्रो इन्कम अपर्च्युनिटीहरू पाउनुहुन्छ नि त। तपाईँले आफैले इन्कम अपर्च्युनिटीहरू क्रिएट गर्नुहुन्छ कि। सो एभ्रिथिङ तपाईँले जे सिक्न चाहनुहुन्छ नि त्यो तपाईँले मार्केटमा भोलिका दिनहरूमा गएर सेल गर्न सक्नुहुनेछ कि, बस तपाईँले त्यसमा चाहिँ इन्ट्रेस्ट हुनु पऱ्यो है। सो इन्ट्रेस्टको आधारमा तपाईँले निस सिलेक्सन गर्नुहोस् है। अब एसइओमा तपाईँलाई इन्ट्रेस्ट लाग्छ भने एकदमै तपाईँको इन्ट्रेस्ट एसइओमा छ भने अरू तपाईँलाई सजेसन लिनै पर्दैन है। सो एसइओ स्किल्सलाई मास्टरी गर्नुहोस्, त्यसमा तपाईँमा कुनै कन्फ्युजनै छैन होइन। अब तपाईँलाई इन्ट्रेस्ट दुवैमा एउटै छ भन्ने लाग्छ भने अब रिस्क कुनमा बढी छ त नि, अब रिस्कको आधारमा पनि त तपाईँले निस सिलेक्सन गर्न सक्नुहुने भयो नि त होइन। सो लाइक अब रिस्कको आधारमा हेर्ने हो भने गुगल एड्स सिक्नु चाहिँ अलिकति रिस्क चाहिँ बढी छ। किन भन्दा सुरुमा तपाईँले हाई इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। अब भनौँ न तपाईँले फ्रीमा केही पनि सिक्न पाउनुहुन्न गुगल एड्समा, लगभग तपाईँले इन्भेस्ट नै गर्नुपर्ने हुन्छ। अब बजेट सेट गर्नु पऱ्यो सिक्नको लागि पनि होइन। किन भन्दा पेड एड हो, पेड एड हुने बित्तिकै तपाईँले सिक्नकै लागि पनि एउटा बजेट सेट गर्नु पऱ्यो अनि सिक्नु पऱ्यो है। सो यसरी अलिकति हाई रिस्कमा पर्छ गुगल एड्स है। भने अनि अब एसइओ चाहिँ कस्तोमा पर्छ भन्दाखेरि तपाईँले अलमोस्ट फ्रीमा सिक्न सक्नुहुनेछ है। अब राम्रै गर्छु भन्नुहुन्छ, राम्रै तरिकाले सिक्छु भन्नुहुन्छ भने पनि 3-4K तपाईँले चाहिँ इन्भेस्टमेन्ट गर्नुभयो भने 3-4 हजार इन्भेस्टमेन्ट गर्नुभयो भने राम्रै एसइओ चाहिँ तपाईँले सिक्न सक्नुहुनेछ होइन। सो त्यही 3-4 हजार पनि तपाईँले केमा इन्भेस्ट गर्नुहुन्छ, एउटा ब्लगिङ वेबसाइट बनाउन सिक्नुहुन्छ। अब त्यसलाई राम्रो एसइओहरू गर्नुहुन्छ र त्यही ब्लगिङ वेबसाइट तपाईँको भोलिका दिनहरूमा राम्रो इन्कम गर्ने एउटा सोर्स बनिदिन्छ कि होइन। एउटा प्यासिभ इन्कमको आधार पनि बन्न सक्छ जस्तो गरे नि तपाईँको ब्लग वेबसाइट। सो अपर्च्युनिटीको हिसाबमा हेर्ने हो भने पनि अलिकति अगाडि के छ भन्दाखेरि राम्रो इन्कम गर्न चाहनुहुन्छ होइन इन्टरनेसनल मार्केटमा भने पनि तपाईँको चाहिँ एसइओ बेस्ट होइन। सो यसरी चाहिँ तपाईँले दुवैलाई कम्पेरिजन गरेर होइन, दुइटैमा इन्ट्रेस्ट छ भने मात्र है। फेरि अब इन्ट्रेस्ट नै तपाईँलाई गुगल एड्समा चाहिँ छ भनेदेखि चाहिँ तपाईँ डाइरेक्ट गुगल एड्समा जानुहोस् न है। सो तपाईँले सोच्नै परेन कि गुगल एड्समा पनि त अपर्च्युनिटीहरू छ। तपाईँले भोलि फ्रिल्यान्सिङ साइटहरूमा तपाईँले विभिन्न प्रोजेक्टहरू पाउन सक्नुहुनेछ होइन। सो आफ्नै एजेन्सी रनहरू चाहिँ तपाईँले गर्न सक्नुहुन्छ गुगल एड्सको है। अनि त्यस पछाडि गएर अब पर्सनल क्लाइन्टहरूको चाहिँ तपाईँले चाहिँ भनौँ न प्रोजेक्टहरू टेक ओभर चाहिँ गर्न सक्नुहुनेछ है। सो आफ्नै एजेन्सीहरू रन गरेर आफ्नै बिजनेस छ भने आफ्नै बिजनेसलाई चाहिँ तपाईँले ग्रो गर्न सक्नुहुनेछ। अपर्च्युनिटी धेरै छ। सो इन्ट्रेस्ट तपाईँलाई जेमा छ त्यो गर्नुहोस्। अब इन्ट्रेस्टमा पनि दुवैमा छ होइन। अब भने चाहिँ अब रिस्क कतिको छ, अब करियर अपर्च्युनिटी कतिको छ त्यसलाई तपाईँले रिसर्च गरेर त्यसको आधारमा तपाईँले निस सिलेक्सन गर्न सक्नुहुनेछ है त। सो आई थिङ्क तपाईँले बुझ्नुभयो होला कसरी निस सिलेक्सन गर्न सकिन्छ भनेर। सो आजको भिडियोमा यति नै गरौँ है। सो अझै तपाईँलाई मोर डिप एसइओको बारेमा जान्नु मन छ भने चाहिँ तल मैले सोसल मिडिया लिङ्क्सहरू चाहिँ तल डिस्क्रिप्सनमा राखिदिनेछु। तपाईँहरूले त्यहाँ गएर चाहिँ मलाई डाइरेक्ट रिच आउट गर्न सक्नुहुनेछ है। सो च्यानलमा तपाईँ फर्स्ट टाइम हुनुहुन्छ भने सब्सक्राइब लाइक चाहिँ गर्न नबिर्सिनु होला। धन्यवाद।